नमस्कार साथीहरू, आज म तपाईहरुसँग फेरि एउटा कविता लिएर आएको छु जसमा रहेको छ सार्वभौम सत्ताको भावनालाई समेटेर लेखिएको छ। यो चाहिँ मानव दर्शनमा आधारित कविता रहेको छ। यो चाहिँ सिमानाको विवाद र मानव दर्शन दुवैमा आधारित रहेको छ। यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। द ह्युमन सोल च्यानललाई पनि सब्स्क्राइब गरेर हाम्रो च्यानलमा जोडिनुहोला भन्न चाहन्छु। अब भिडियो सुरु गरौँ। शीर्षक: सिमानाको चित्कार र न्यायको आह्वान। कागजका एउटा टुक्रामा कोरिएको त्यो रेखाहरू, नदीका मुहान बदल्ने ती स्वार्थी आँखाहरू। मेरो हिमालको काखमा कसले किल्ला गाड्दैछ, सत्यको घाटी निबोथेर कसले न्याय साध्दैछ। लिम्पिया ढुराको चिसो हावामा मेरो इतिहास उसाउँछ। महाकालीको कञ्चन पानीले आफ्नै मुहान पुकार्छ। सुगौलीको त्यो पुरानो घाउ अझै पनि चहराउँछ। शक्तिशालीको बुटमुनि मेरो स्वाभिमान कराउँछ। लिपुलेकको बाटोमा कसले व्यापारको सपना बुन्दैछ। मेरो घरको आँगन मिची कसले स्वार्थ चुन्दैछ। भिटोको त्यो तागतले यहाँ सत्यलाई थुनिन्छ। तर याद राख, अन्यायको जगमा केवल विनाश बुनिन्छ। ए शक्तिशाली छिमेकी, बुद्धको यो शान्ति भूमिलाई हेर। आफ्नो विशाल हृदय बनाई त्यो मिचिएको रेखा फेर। युद्धले कहिल्यै कुनै घाउ निको पारेको छैन। अन्यायको महलमा शान्ति कहिल्यै अडिएको छैन। कि त यो सिमानाको पर्खाल सधैँका लागि मेटाइदेऊ, कि त सानो देशको हक र अधिकार फर्काइदेऊ। अस्तित्वको यो लडाई भोलि ज्वाला बनी फुट्नेछ। न्याय नपाए यो संसार महाविनाशमा जुट्नेछ। मानव दर्शनको एउटै मन्त्र, अहिंसा र करुणा। माटो फिर्ता देऊ, नगर अब कुनै झुटो बहाना। जहाँ न्याय हुन्छ त्यहाँ मात्र बुद्ध मुस्कुराउँछन्। जहाँ सत्य बच्छ त्यहाँ मात्र मानवहरू रमाउँछन्। हस्त धन्यवाद। आजको लागि यति नै। हाम्रो कविता सकिएको छ। अब हाम्रो च्यानलमालाई धेरैभन्दा धेरै साथ सपोर्ट चाहिएको छ, त्यसैले च्यानललाई सब्स्क्राइब गर्नुहोला र धेरैभन्दा धेरै साथीहरूसँग सेयर पनि गर्नुहोला। अनि हामीले यस्तै प्रकारको भिडियोहरू निरन्तर लिइरहेको छौँ जसले सार्वभौम सत्ता, देशको हक, अधिकार र मानव दर्शनलाई पनि यसले समावेश गरेको छ। अब म चाहिँ यस कविताले भन्न खोजेको, यस कविताको सारलाई म स्पष्ट पार्न चाहन्छु। लिम्पिया ढुरा र लिपुलेकको भौगोलिक पीडालाई समेटेको छ यसले। शक्तिशालीको दमन र अन्यायपूर्ण सन्धिलाई विरोध गरेको छ यसले। अहिंसा र करुणालाई अन्त्य र अन्तिम सत्यको रूपमा यसले तुल्याएको छ। हस्त धन्यवाद। आजको लागि यति नै। अब अर्को कवितामा हामीहरू भेट हुनेछौँ। आजको लागि हामी बिदा हुने अनुमति चाहन्छौँ। हस्त धन्यवाद। जय नेपाल।